हेलो गाइज हुन्छ यो चाहिँ हामीले मुन्टाहरू बिटा पार्दैछ है त्यहाँनिर देख्नुहोस् यो हामीले अर्ग्यानिक एकदम सब्जीहरू चाहिँ यसरी लगेर रिनकमा बेच्छौँ। हाम्रो चाहिँ कुनै किसिमको त्यहाँनिर मलमटी त्यो उयो हुन्छ नि के अरे बनाएको मलमटी हुन्छ नि त्यस्तो चाहिँ हुँदैन। हाम्रो चाहिँ यो चाहिँ गाईको मलमा फलेको हो। हामी चाहिँ अर्ग्यानिक बेच्ने हो। सो गर्यो लग्यो बेच्यो मान्छेको हेल्थलाई पनि राम्रो। त्यो मधेसको किनेर खानु चाहिँ एकदम नराम्रो। त्यसमा त के यो केमिकलहरू लगाएर ल्याएको हुन्छ। हामी चाहिँ यस्तो बनाएर लाने हो खाने हो। यो चाहिँ गाइस बास्कोटो छ है। एउटा त यहाँ पो झरेछ त बास्कोटो छ नि। गाइस यो चाहिँ फर्सीको मुन्टा अनि यो चाहिँ इस्कुसको बास्कोटो छ। यो पनि राम्रो बिक्री हुन्छ। यो मान्छेले खानु पनि राम्रो हो। कतिले चाहिँ तर हातखुट्टा दुख्छ खाँदैनौँ भन्छ कि तर यो खानुपर्छ नि। यो राम्रो हो नि एकदम अर्ग्यानिक हो। यसमा केही मलमटी हुँदैन। यो त उसमा के अरे झारपातले उम्रेको चिज हो। यसमा त गाईको मल पनि परेको हुँदैन भनौँ है भने त। एकदम यो चाहिँ पत्ताहरूले नै मल दिन्छ त्यत्तिकै उम्रिन्छ त्यत्तिकै काट्यो खायो बनायो खायो। यस्तो चाहिँ छ है गाई र हामी चाहिँ मैला तान्ने यति चाहिँ बिटा हुँदैछ है गाई चाहिँ त्यतिर है। यहाँ मिठाहरू बनिँदैछ। यहाँ चाहिँ बी छ है गाइज अनि यहाँ चाहिँ टमाटर बस्तीको टमाटर एकदमै दामी हुन्छ है गाइज है। रुख टमाटर